साथीहरू नमस्कार। आज म तपाईहरूलाई स्वर्ग र नर्कको कुनै डरलाग्दो कथा होइन, मानिसको सोच, कर्म र स्वभावले स्वर्ग र नर्क कसरी यही पृथ्वीमै बनाउँछ भन्ने एउटा पुरानो दन्त्य कथा सुनाउन लागेकी छु। आउनुहोस् कथालाई सुरुवात गरौँ। कुनै समयको कुरा हो। एक साधारण तर गहिरो जिज्ञासा बोकेको मानिस जीवनभर एउटै प्रश्न सोचिरहन्थ्यो, स्वर्ग कस्तो हुन्छ, नर्क कस्तो हुन्छ। एक दिन उसले एकजना ज्ञानी साधुलाई यही प्रश्न सोध्यो। साधुले मुस्कुराउँदै भने, यदि साँच्चै जान्न चाहन्छौ भने म तिमीलाई दुवै देखाउन सक्छु। त्यो रात साधुले ध्यान गरे र त्यो मानिसलाई एक अद्भुत यात्रामा लगे। पहिलो गन्तव्य थियो नर्कको। त्यहाँ एउटा विशाल हल थियो, बीचमा स्वादिलो भोजनले भरिएको ठुलो भाँडो पनि। तर वरिपरि बसेका मानिसहरू दुब्ला, कमजोर र पीडाले भरिएका देखिन्थे। सबैको हातमा अत्यन्तै लामो चम्चा थियो, यति लामो चम्चा कि आफूले खान मुखसम्म पुर्याउनै सकिँदैनथ्यो। खाना आँखै अगाडि थियो, तर भोक भने कहिल्यै मेटिँदैनथ्यो। सबै आआफ्नो पेट भर्न खोज्थे, कसैले कसैलाई खुवाउने बारेमा सोच्दैनथ्यो। स्वार्थ, रिस र निराशा त्यो हलभरि फैलिएको थियो। त्यो दृश्य देखेर त्यो मानिसको मन काँप्यो। अनि उसले साधुलाई सोध्यो, यही हो नर्क? अनि साधुले शान्त स्वरमा उत्तर दिए, हो, जहाँ साधन सबैसँग हुन्छ, तर मनमा केवल स्वार्थ मात्र हुन्छ। त्यसपछि उनीहरू स्वर्ग पुगे। यहाँ पनि उस्तै ठुलो हल थियो, उस्तै भाँडो, उस्तै स्वादिलो भोजन र उस्तै लामो लामो चम्चाहरू। तर यहाँको दृश्य बिल्कुल फरक थियो। मानिसहरू हाँसिरहेका थिए, तृप्त देखिन्थे, शान्त र सन्तुष्ट थिए। यहाँ मानिसहरूले आफूले खानुभन्दा अघि छेउको व्यक्तिलाई खाना खुवाउँथे। लामो चम्चाले आफूले होइन अरूलाई भोजन पुर्याइरहेका थिए। सबैको भोक मेटिएको थियो, किनकि यहाँ सबैले सबैको ख्याल राख्थे। त्यो देखेर मानिसको आँखाबाट आँसु आयो। उसले भन्यो, यहाँ पनि त अवस्था उस्तै रहेछ, तर यहाँ सबै खुसी किन छन् त? साधुले उत्तर दिए, किनकि स्वर्ग र नर्कको फरक साधनमा होइन, सोचमा हुन्छ। साधुले अन्तिम कुरा भने, जहाँ मानिसले आफ्नो पीडा मात्र देख्छ त्यो नर्क हो, जहाँ मानिसले अरूको पीडा पनि महसुस गर्छ त्यो स्वर्ग हो। स्वर्ग र नर्क मरेपछि जाने ठाउँ होइनन्, हामीले बाँच्ने तरिका हुन्। त्यो मानिस यात्राबाट फर्कियो। ऊ त्यही व्यक्ति थियो, तर उसको सोच भने बदलिएको थियो। साथीहरू, हामी हरेक दिन आफ्नो घर, समाज र मनभित्र स्वर्ग वा नर्क बनाइरहेका हुन्छौँ। प्रश्न यति मात्रै हो, आज तपाईँ कुन संसार बनाउँदै हुनुहुन्छ? हवस् त साथीहरू, हजुरलाई यो कथा कस्तो लाग्छ कमेन्ट गर्न र च्यानलमा कोही नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। आजलाई यति नै। हवस् त, धन्यवाद।